ल सुरु गरौँ एउटा यस्तो गाउँको कथा जहाँ अचानक फेसबुक बन्द हुन्छ। सो एउटा गाउँमा फेसबुक बन्द हुँदा आखिर भयो चाहिँ के? हेरौँ न त। कथा सुरु हुन्छ गाउँको चौतारीबाट, जहाँ बिहानैदेखि तनावको माहौल छ। पहिलो प्रतिक्रिया रामबहादुरको, जसलाई लाग्छ देशै डुब्यो। तर कसैलाई देशको होइन, आफ्नै रिलको चिन्ता छ। अनि आमालाई भने सानोतिनो अनलाइन वाहवाही गुम्दाको पीडा। ल अब हेरौँ गाउँका युवाहरू के गर्दैछन्। उनीहरू त उपाय खोज्दैछन्। अनि पहिलो उपाय के त? VPN। वाह, VPN हालेर देश बचाउने रे, कस्तो रमाइलो कुरा। तर कुरो देश बचाउने होइन, आफ्नो सेल्फी बचाउने पो रहेछ। अब कुरा गरौँ एउटा विशेष रिपोर्टको, जसले स्थितिलाई अर्कै कोणबाट देखायो। फेसबुक बन्दका गम्भीर असर त हेर्नुस्, सबै सकारात्मक। अब आउँछ पुस्तान्तरको रमाइलो किस्सा, बाबा र छोराको कुराकानीमा। बाबालाई खेतको चिन्ता, छोरालाई लाइफ जाने रहर, यही त हो भिन्नता। तर अचानक सबै कुरा बदलिन्छ एउटा नोटिफिकेसनले। लौ, फेसबुक त फेरि चल्यो। सबैजना फोनतिर दौडिए। सबैजना दौडिए, तर उही रामबहादुर, उनी भने शान्त छन्। साथीले सोधिहाल्छन्, के भयो, किन नगएको? अनि कथाको अन्तिम ट्विस्ट, खास समस्या त पासवर्ड पो रहेछ। यसले एउटा प्रश्न छोड्छ, डिजिटल दुनियाँ हराउँदा हामी के बिर्सन्छौँ?